हामीले अहिले अधिकतम लचिलो भएर पार्टी नेताहरूसँग भेटघाट गर्ने, कुराकानी गर्ने, विशेष महाधिवेशन केही विषयमा धारे हात लगाएर विशेष महाधिवेशनको औचित्य छैन भनेका साथीहरूलाई पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले समेट्ने, विभिन्न संरचनामा समेट्ने प्रयत्न गरिरहेको छ। मैले किन यसो भन्दैछु भने यो पार्टीलाई सग्लो बनाउन, एक ढिक्का बनाउनका निम्ति चाहिँ हामीले विगतका अनुभवहरूबाट पनि हामीले पाठ सिक्नुपर्छ। पार्टीको आन्तरिक गुटबन्दीले गर्दा पार्टीमा विग्रह आएको, पार्टी फुटेको, दुई किरा भएको, त्यसपछि फेरि प्रजातन्त्र घुमेको, लोकतन्त्र घुमेको, त्यसका लागि सङ्घर्ष गर्नु परेको र पार्टी विग्रह र पार्टीमा भएको कलह चाहिँ पार्टीका लागि हितकर नभएको, देशका लागि पनि हितकर र लोकतन्त्रका लागि पनि हितकर नभएको कुरालाई दृष्टिगत गरेर अहिले हामीले यो प्रयत्न गरिरहेका छौँ। काङ्ग्रेसलाई काङ्ग्रेस जस्तो बनाउनुपर्छ है, जहाँ न्याय होस्, त्यहाँ मूल्याङ्कन होस्, जहाँ निर्णय प्रक्रिया पारदर्शी होस्, जहाँ सरकारवालाको सहभागितामा निर्णयहरू अगाडि बढुन्, जहाँ कामको मूल्याङ्कन होस्, योगदानको मूल्याङ्कन होस्, जहाँ मेरिटोक्रेसी स्थापित होस्। डेमोक्रेसी भने त एउटा वास्तवमा प्रक्रिया हो, एउटा चाहिँ एक प्रकारको चाहिँ हामीले अवलम्बन गरेको एउटा तन्त्र न हो, एउटा धेरै चाहिँ एउटा विधिहरूमध्येको एउटा विधि हो। शासन गर्ने धेरैवटा विधिहरूमध्येको एउटा विधि हो। र त्यसमा चाहिँ यदि मेरिटोक्रेसी भएन, योग्यतन्त्र भएन, योग्यता तन्त्र भएन भने चाहिँ त्यो वास्तविक लोकतन्त्र हुँदैन भन्ने कुरालाई महसुस गरेर हामीले नेतृत्व पनि चाहिँ सही ढङ्गले चुनियोस्। जस्तो कि नेपालका राजनीतिक पार्टीहरूमा, काङ्ग्रेसमा मात्रै होइन, हामीले चाहिँ नेताले छाने अनुसारका मतदाता तयार गर्छौँ। नेताले जे चाहन्छ, नेताको चाहना अनुसारका मतदाता तयार हुन्छन् पार्टीभित्र। तिनले चाहिँ नि नेताको इच्छा अनुसारका नेता छान्छन्। फेरि भनेपछि त यो त लोकतन्त्र त एक प्रकारको नेतातन्त्र, नेतातन्त्रमा पनि लोकतन्त्र भनेको दलतन्त्र, दलतन्त्रमा पनि नेतातन्त्र, नेतातन्त्रमा पनि अल्पतन्त्र, अल्पतन्त्रमा पनि कुलीनतन्त्र। यो जुन प्रवृत्ति, यो चरित्र विकास भएको थियो, यसलाई चाहिँ लोकतन्त्रको चाहिँ सही बाटोमा, सही मार्गमा फर्काउनका निम्ति हामीले विशेष महाधिवेशनको आह्वान गरेका थियौँ र त्यसलाई चाहिँ नि सार्थक बनाएर हामीले नेतृत्व परिवर्तन गऱ्यौँ। तपाईँको भनाइअनुसार त्यसको मर्म चाहिँ के हो भने त्यो स्पिरिट अनुसार तपाईँहरू अगाडि बढ्नुभएको सही छैन भन्दा केही व्यवधानहरू छन्, केही हडलहरू छन् हाम्रो अगाडि, त्यसलाई चिर्दै अगाडि बढिरहेका छौँ। अब रिजल्ट आउन केही समय लाग्छ। अद्यावधि त्यसैको एउटा चाहिँ अभ्यास हो। 8,72,000 क्रियाशील छन्, ती छन् कि छैनन् त वास्तवमा? त्यसलाई भेट्ने कसरी? हाम्रो सभापतिजीले भन्नु, म एकैचोटि निमेषभरमै पार्टीको एउटा चाहिँ सन्देश 8,72,000 पुर्याउन चाहन्छु। कसरी पुर्याउने छ? 70-80,000 भन्दा फोन नम्बरै छैन। त्यो टोटल विवरणलाई अत्याधुनिक गर्ने काम चाहिँ नगरिकन हामीले एक निमेषमै, क्षणभरमै हाम्रा सन्देशहरू सबै क्रियाशीलसम्म पुर्याउनै सक्दैनौँ। केही विषयलाई अगाडि बढाउनु पऱ्यो भने सोध्नै सक्दैनौँ, कसरी अगाडि बढाउँ भनेर आफ्नो मतदातालाई सोध्नै पाउँदैनौँ। भनेपछि त त्यो त हामीले गर्नु जरुरी भयो, नभए यो पार्टीलाई अगाडि बढाउन सकिँदैन भन्ने महसुस चाहिँ भएर हामीले यो काम गर्न लागेका हौँ। पार्टीलाई समग्र रूपमा रूपान्तरणको प्रक्रियामा अगाडि बढाउनका निम्ति एउटा यो सुरुवात यो हो। त्यसैले हामीले विशेष महाधिवेशनको स्पिरिटलाई नै समातेर अगाडि बढ्ने कोसिस हामीले गरिरहेका छौँ। स्थापना कालदेखि नै यो विविधतायुक्त पार्टी हो। नेपाली राष्ट्रिय कङ्ग्रेस र नेपाल प्रजातन्त्र कङ्ग्रेस मिलेर एक भएर विभिन्न धारहरू समानान्तर रूपमा चाहिँ स्थापना कालदेखि नै चलेका छन्। पार्टी एकपटक 59 सालमा र एकपटक 9 सालमा होइन चाहिँ तत्कालीन प्रधानमन्त्री माधव प्रसाद कोइराला लगायत 3 जनालाई कारवाही गरेपछि नयाँ पार्टी बनेको घटना, नेपाल प्रजा पार्टी बनेको घटना र 59 मा नेपाली कङ्ग्रेस प्रजातान्त्रिक बनेको घटना बाहेक पार्टीमा विभाजन आएको छैन। पार्टी जतिसुकै झगडा भए पनि पार्टी एक भएर नै अगाडि बढेको छ। मन नमिले पनि चाहिँ संरचनाभित्रै बसेर हामीले काम गरेका छौँ। अस्वस्थ गुटबन्दी गरेर भए पनि हामी एकै ठाउँ बसेका छौँ। र अहिलेको चाहिँ विवाद चाहिँ मलाई लाग्छ त्यो तहको चाहिँ एकदम भयानक खालको चाहिँ विवाद म देख्दिनँ। किनभने यसको आधिकारिकताको प्रश्न निरूपण भइसकेका छ निर्वाचन आयोगबाट, यसको वैधानिकताको प्रश्न सर्वोच्चबाट निरूपण भइसकेका छ र सर्वोच्चले फैसला गर्दाखेरि चाहिँ विधानको बाध्यकारी व्यवस्थालाई चाहिँ हामी उल्लङ्घन गर्न मिल्दैन। जस्तो कि हामीले 17(2) अनुसार मागेका थियौँ, त्यसलाई उल्लङ्घन गर्न मिल्दैन। महाधिवेशनको सर्वोच्चतालाई नाग्न पाइँदैन। जस्तो कि महाधिवेशन नै बोलाएर हामीले निर्णय गर्यौँ, त्यसलाई नाग्न, खबरदार नाग्न पाइँदैन। विधानको बाध्यकारी व्यवस्थालाई उल्लङ्घन नगर भन्यो सर्वोच्च अदालतले। यो कुरा पनि क्लियर भयो। अब भोलि हामी फेरि नेतृत्वमा आयौँ अथवा कोही आयो उसका विरुद्धमा चाहिँ नि विशेष महाधिवेशन आह्वान भयो भने
हृदपूर्वक आह्वान भयो भने उसले त्यसलाई चाहिँ अब छल्न मिलेन। यो एउटा नजिर स्थापित भयो। यो चाहिँ सदाका लागि यो चाहिँ नि बहसलाई हामीले एउटा परिणाममा पुर्यायौँ। यो पटकको महाधिवेशन आयोजना गरेर हामीले बाटो खोल्यौँ, मार्ग प्रशस्त गऱ्यौँ। त्यसो भएको हुनाले पार्टीलाई एकताबद्ध राख्ने सन्दर्भमा हामी अधिकतम लचिलो भएर व्यवहारिक भएर सबैलाई स्थान खोजेको शर्त जुन राख्नु भएको छ, अब 100% शर्त पुरा हुन सक्दैन, कहीँ पनि सक्दैन, संसारभरि त्यो शर्त पुरै हुँदैन होइन। दुनियाँभरका ठुल्ठुला लडाइँमा पनि गिभ एन्ड टेक हुन्छ। ठुला शक्ति राष्ट्रहरूका बिचका पनि वार्ता संवादपछि चाहिँ गिभ एन्ड टेक हुन्छ भनेपछि यो त पार्टीभित्रको चाहिँ द्वन्द्वको कुरा मात्रै हो। यसमा पनि केही कुराहरू चाहिँ नि उहाँहरू लचिलो भएर हामी लचिलो भएर एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउँछौँ र पार्टीलाई एक राख्छौँ, त्यो आत्मविश्वास हामीलाई छ। अर्को कुरा यस्तो पक्ष हो जसले समय सापेक्ष आफूलाई हिँडाउन सक्यो, समय सापेक्ष चाहिँ उसले चाहिँ आफ्ना गतिविधिहरूलाई चाहिँ व्यवस्थित गर्न सक्यो, त्यो सान्दर्भिक हुन्छ। दुनियाँमा राजनीतिक दलहरू चाहिँ जसले आफूलाई चाहिँ समाजको गतिसँगै हिँडाउन सके र जनतासँग बलियो सम्बन्ध स्थापित गरेर जनभावना अनुसार चल्न सके, त्यो सान्दर्भिक भइराखे। अमेरिकामा 1828देखि डेमोक्रेटिक पार्टी चलेको छ, 1854देखि रिपब्लिकन पार्टी चलेको छ। बेलायतको कन्जर्भेटिभ पार्टी 1834देखि चलेको छ होइन। 1900देखि लेबर पार्टी चलेको छ। 1885देखि भारतमा भारतीय राष्ट्रिय कङ्ग्रेस चलेको छ होइन। उसले आफूलाई सान्दर्भिक बनाउँदै लग्यो, त्यसैले उ चल्यो। नेपालको प्रजा परिषद चाहिँ 1993मा स्थापना भयो। आज चाहिँ प्रजा परिषद कतिपय पार्टीहरू हराएर गए, परिदृश्यमा छैनन्। त्यसैले कुरा के हो भने आफूलाई सान्दर्भिक बनाउनका लागि चाहिँ नि आफूले चाहिँ समय सापेक्ष नीति, कार्यक्रम, विचार सबै कुरालाई मिलाउँदै जानुपर्छ। अब ह्याकुलो त कुरै भएन। अब यो हामीले किन त्यत्रो आफ्नो बहादुरी देखाउनु पऱ्यो, किन क्रान्तिकारिता देखाउनु पऱ्यो, पार्टीका आफ्नै साथीहरू हुन्, मिलाएर चलाउने हो। मेरो प्रश्न अझै भाग्य हुन्छ जस्तो जेठको 21 गतेसम्म हामीले 2 तिहाई लगभग 2 तिहाईको सरकार चाहिँ अथवा यो चाहिँ तथ्याङ्क चाहिँ सधैँभरि उनीहरूकै पक्षमा गइरहन्छ, उनीहरूकै रहिरहन्छ भन्ने कुराको कुनै सुनिश्चितता छैन। त्यसो भएको हुनाले यो स्थायी होइन। राजनीतिमा एउटा निर्वाचनले दिएको परिणाम स्थायी होइन, यो फेरबदल भइरहेको छ। हामीलाई प्रबल आत्मविश्वास छ। नेपाली कङ्ग्रेसले यस्ता उतार चढावहरू धेरै झेलेको छ, बेहोरेको छ। आगामी निर्वाचनमा हामीले चाहिँ आफ्नो चाहिँ पोजिसनलाई चाहिँ अहिले प्राप्त भएको पोजिसनभन्दा माथि उठाउन सक्छौँ। संसदमा भएका हाम्रा क्रियाकलापहरू पनि प्रमुख प्रतिपक्ष दलले निर्वाह गर्नुपर्ने भूमिका अनुकूलका हामीले देखिरहेका छौँ। हामी अहिले एकैचोटि, म सन्तोषजी लगायत साथीहरूलाई भन्छु, एकैचोटि पार्टीले सबै तहका व्यक्तिलाई एकैपटक भेटेको छ। हामीले 2 चरण निर्वाचन समीक्षा र नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको कार्यक्रम मार्फत एकैचोटि 74 पछि भनौँ न, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान भएपछिको निर्वाचन जुन भयो त्यसपछि एकैचोटि भेटेका छौँ के, र एकैचोटि हामीले अन्तर्क्रिया गरेका छौँ, साथीहरूका कुरा सुनेका छौँ र उहाँहरूले काम गरेको विवरण उहाँहरूले दिनुभएको छ। स्थानीय सरकारले, प्रदेश सरकारले त्यो फेरिस्त हामीले हेरेका छौँ। र अहिलेको जो अत्याधुनिक अघि नै भन्नुभयो नि अल्गोरिदम प्रयोग गरेर अथवा चाहिँ सामाजिक सञ्जाल प्रयोग गरेर जो आर्टिफिसियल जुन एउटा चाहिँ एउटा देखाइयो, व्यक्तित्व देखाइयो, राजनीतिक दलको व्यक्तित्व देखाइयो, त्यस्तो खालको आर्टिफिसियल व्यक्तित्व हामीलाई देखाउनु नै पर्दैन। हामीले काम गरेका छौँ। हामीले गरेको